नेपालको राजनैतिक इतिहासमा यस्ता केही घटनाहरू छन् जसको रहस्य आजसम्म पनि जस्ताको तस्तै छ। आउनुहोस् आज त्यस्तै एउटा सबैभन्दा चर्चित र रहस्यमय घटनाको गहिराईमा जाउँ। ल, यो कथा सुरु हुन्छ 3 जेठ 2050 को एक पानी परिरहेको दिनबाट। नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रित उहाँहरू पोखरामा पार्टीको कार्यक्रम सकेर चितवनतर्फ लाग्नु भएको थियो। सायद उहाँहरूलाई थाहा थिएन त्यो नै उनीहरूको अन्तिम यात्रा हुँदैछ भनेर। साँझ पर्दै थियो, पानी सिमसिम परिरहेको थियो अनि बाटोमा बाक्लो कुहिरो पनि। अनि एक्कासी नारायणगढ मुब्लिन सडक खण्डमा गाडी अनियन्त्रित भयो र सिधै तल उर्लिरहेको त्रिशुली नदीमा खस्यो। सोच्नुस् त, 150 फिटको उचाइ, चट्टानमा ठोक्किँदै त्यति माथिबाट नदीमा खस्नु भनेको बाँच्ने सम्भावना लगभग शून्य थियो। तर जब उद्धार कार्य सुरु भयो, घटनाले एउटा एकदमै रहस्यमय मोड लियो। गाडीमा 3 जना थिए। चालक अमर लामा लगभग सकुशल बाहिर निस्किए। जीवराज आश्रितको शव गाडीभित्रै भेटियो। तर मदन भण्डारी कतै फेला पर्नु भएन, उहाँ बेपत्ता हुनुहुन्थ्यो। चालक कसरी लगभग सकुशल बाँच्यो अनि देशका सबैभन्दा लोकप्रिय नेता कसरी बेपत्ता भए? यी प्रश्नहरूले तुरुन्तै अनेकौं शङ्का उब्जायो। खोज त सुरु भयो, तर यो एउटा प्रश्नले सिङ्गो राष्ट्रलाई नै एउटा गहिरो रहस्यमा झिल्यो। यो घटनाले देशमा कत्रो तरङ्ग ल्यायो भन्ने बुझ्नको लागि पहिला यो घटनाको केन्द्रमा रहेका व्यक्ति मदन भण्डारीलाई चिन्नु जरुरी छ। आखिर उहाँ को हुनुहुन्थ्यो जसको मृत्युले यति ठूलो राजनीतिक भूकम्प ल्यायो? मदन भण्डारी उहाँ कुनै साधारण राजनीतिज्ञ हुनु हुँदैन थिएन। उहाँ एक प्रखर वक्ता, एक शक्तिशाली विचारक हुनुहुन्थ्यो जसले पुरानो कम्युनिस्ट धारलाई नै चुनौती दिनुभयो। उहाँले अघि सार्नुभएको जनताको बहुदलीय जनवाद अर्थात् जबजको सिद्धान्तले कम्युनिस्ट पार्टीलाई चुनावी राजनीतिमा देशकै सबैभन्दा लोकप्रिय शक्ति बनाइदियो। उहाँको वैचारिक प्रभाव कतिसम्म थियो भने अन्तर्राष्ट्रिय मिडियाले समेत उहाँको विचार र नेतृत्वको चर्चा गर्यो। न्यूज वीक म्यागजिनले त उहाँलाई नेपालको जीवित कार्ल मार्क्सको उपमालै दिएको थियो। तर जब कोही यति छिटो र यति शक्तिशाली भएर उदाउँछ, उसका शत्रुहरू पनि धेरै हुन्छन्। उहाँको विचारले राजतन्त्रलाई सिधै चुनौती दिन्थ्यो। उहाँ त्यति बेलाको सरकार नेपाली काङ्ग्रेसका लागि सबैभन्दा ठूलो खतरा हुनुहुन्थ्यो अनि आफ्नै पार्टीभित्रका केही कट्टरपन्थीहरू पनि उहाँको लोकतान्त्रिक सुधारसँग खासै खुसी थिएनन्। ल, अब फेरि दुर्घटनास्थलतिरै भर्कौं। घटनाको 2 दिनपछि एउटा यस्तो कुरा फेला पर्यो जसले यो घटनालाई एउटा दुःख त्रास्तीबाट नियोजित षड्यन्त्रको शङ्कातर्फ मोड्यो। दुर्घटना भएको ठाउँबाट निकै टाढा, लगभग 35 किलोमिटर तल चितवनको गाडी भन्ने ठाउँमा मदन भण्डारीको शव फेला पर्यो। शवको अवस्था र भेटिएको त्यो दूरीले यो सामान्य दुर्घटना मात्रै त पक्कै होइन, यो हत्या नै हुन सक्छ भन्ने आवाजलाई झनै बलियो बनाइदियो। अब यहाँनेर कुरा एकदमै बाजियो। तत्कालीन सरकार नेपाली काङ्ग्रेसको सरकारले बनाएको अनिल आयोगले भन्यो यो त ड्राइभरको लापरवाही र खराब मौसमले गर्दा भएको सामान्य दुर्घटना हो। तर एमालेले यो कुरा मानेन। उनीहरूले केपी शर्मा ओलीको नेतृत्वमा आफ्नै एउटा छानबिन आयोग बनाए र त्यसको निष्कर्ष ठिक उल्टो थियो। यो दुर्घटना होइन, यो त एउटा सुनियोजित र पूर्वनियोजित हत्या हो। बस यहीँबाट देश पुरै 2 कित्तामा बाडियो। ओली आयोगले यस्ता कैयौं शङ्कास्पद प्रमाणहरू देखायो, जस्तै सडकमा बनाइएका अनौठा चिन्हहरू, शवको अवस्था अनि पोस्टमार्टम रिपोर्ट। यी सबै कुराले सरकारी दुर्घटनाको कथामाथि एकदमै गम्भीर प्रश्नहरू खडा गर्यो। आयोगको तर्क थियो यो एउटा ग्रान्ड डिजाइन अनुसारको हत्या हो। सरकारले दुर्घटना भनेर दिएको निष्कर्षलाई जनताले ठाडै अस्वीकार गरे। धेरैलाई लाग्यो कि सत्य लुकाउने प्रयास भइरहेको छ र यसले देशव्यापी रूपमा ठूलो आक्रोश जन्मायो। आफ्नो पार्टीको छानबिन आयोगका संयोजक केपी शर्मा ओलीले सार्वजनिक रूपमै सरकारी प्रतिवेदन जलाइदिनुभयो। त्यसपछि एमालेले सत्य तथ्य बाहिर ल्याउनुपर्छ भनेर माग गर्दै देशव्यापी सडक आन्दोलनको घोषणा गर्यो। त्यतिबेलाका गृहमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले आन्दोलनलाई निर्ममतापूर्वक दबायो। यो दमनका क्रममा प्रहरीको गोली लागेर कैयौं प्रदर्शनकारीहरूको मृत्यु भयो, जसले गर्दा राजनीतिक तनाव झनै चर्किएर गयो। तर यो सम्पूर्ण रहस्यको केन्द्रमा एउटै व्यक्ति थिए, त्यो रातको एक मात्र जीवित साक्षी, चालक अमर लामा। अमर लामाको बयान सुरुदेखि नै एकदमै विरोधाभासपूर्ण थियो।
आफू कसरी बाँच्यो भन्नेबारे उसले बारम्बार कुरा फेरिरह्यो। कहिले पौडी खेलेर निस्कियो भन्यो, कहिले हाम फाले भनियो। दुर्घटनापछि उसको शान्त व्यवहार र उसको साथमा रहेको पैसा समेत नभिज्नुले उमाकीको शङ्कालाई झनै बढायो। यति धेरै शङ्का हुँदाहुँदै पनि उनलाई हत्यामा संलग्न भएको कुनै प्रमाण भेटिएन। त्यसैले उनलाई केवल गाडीको लापरवाहीमा दोषी ठहरियो। जेलबाट छुटेपछि उनले पत्रकारितामा एउटा नयाँ जीवन सुरु गरे। समय बित्दै गयो, दासढुङ्गाको रहस्य पनि बिस्तारै सेलाउँदै गएको जस्तो देखिन्थ्यो। तर यो कथाको अन्त्य हुन अझै बाँकी नै थियो। दासढुङ्गा घटनाको ठीक 10 वर्षपछि अमर लामाको उनकै कार्यालयमा हत्या भयो। यो अन्तिम डरलाग्दो घटनाले दासढुङ्गाको रहस्यलाई समाधान गर्नुको सट्टा झनै गहिरो र अँध्यारो बनाइदियो र नेपालको इतिहासमा एउटा कहिल्यै नमेटिने प्रश्नचिह्न छोडेर गयो।